हामीले यत्रो रगत बगाएको हामीले चुनाव गर्नलाई हो र ल भन्नु त यस्तो हो 84 को चुनाव अब 82 मा सार्नलाई हो र हामीले यत्रो गरेको हामीले यत्रो गोली खाएको खुट्टा हेर्नु हैन गाइदेऊ हामी गोली खाएको गाइदेऊ हो को त हामी हो रगत बगाएको त हामी हो हामी सब गाइदे छौं हेर्नु यहाँ सबै हामी यहाँ सब गाइदे छौं सब गाइदे चाडा पलै छ दिजु अब यहाँ देखाउन मिल्ने भइरहेको सबै देखाइदिन्छौँ हैन किनकि यत्रो हामी लडाई गरेको कारण यो चुनाव गर्नलाई हो र म यो यति क्वेशन सोध्छु के वाइ किन चुनाव चाहियो अहिले हैन खुट्टामा नि अझैसम्म लागिरहेछ है अनि यहाँ म लगायत धेरैजना छौँ क्या हामी एकछिन हामी यहाँ धेरैजना छौँ हैन अहिले सबै तपाईँ हामी रोडमा बस्दाखेरि तपाईँ किन भेट्न आउनु भयो प्रब्लम यस्तो छ अब नयाँ हामी निर्वाचनमा उभिसकेका छौँ होइन निर्वाचनबाट निर्वाचन गर्नु नै देशको के अरे विकासको ऊ हो त आधार हो त होइन नि हामी के लडेका थियौँ हामी यो गोली खाने बेला यहाँ अगाडि आएर के भनेर लडेका थियौँ भन्दाखेरि हामीलाई करप्सन चाहिएन है मेन हामी नेपाली भनेर लडेका थियौँ है सबभन्दा पहिला जेन्जी भनेर होइन हामी नेपाली भनेर लडेका थियौँ म 45 दिनको छुट्टीमा आएको मान्छे विदेशमा म एज अ सेफ म सेफ हो एउटा है चाइनिज सेफ हो महिनामा 1.5 लाख रुपियाँ खाने मान्छे किन आयो त मैले यहाँ आन्दोलन गर्न के का लागि एक देशको परिवर्तन गर्न लागि होइन हामीले विदेशबाट पठाएको त्यत्रो रेमिटेन्सले यिनीहरूले घुस्काएको कारणले हामीले यहाँ के अरे आन्दोलन गरे हो नि त्यही भएर गोली खा हो नि हामीले अनि तपाईँ अहिले किन चुनावमा उठ्दै हुनुहुन्छ कि हामीले त चुनाव हुन नदिने भने होइन चुनाव भयो भने यो देशले पल्टाइदिन्छ खाइदिन्छ हामीलाई बेचिसक्यो भने नि भयो भने होइन र त्यसैको लागि हामी रोडमा निरन्तर रोडमा बसिरहेछौँ माइती घरमा तपाईँ चाहिँ चुनाव भन्दै किन उठ्नु भएको छ शहीदको नाममा राजनीति गर्नु अनि हाम्रो रगतमाथि राजनीति रगतमाथि नखेल्दिनुस् शहीदको रगतमाथि खेल्नु हामी हजुरहरुको पार्टी कार्यालयले आउनुपर्ने हो भने त्यो नयाँ पार्टी भनेर हामी एकदम खुसी थियौँ हैन अहिले युवाहरु त्यो ठाउँमा होला रगत बगाएर हामीले यत्रो गरेको यो हजुरहरुलाई चुनावमा जिताउनलाई उठाउनलाई चुनाव एकछिन उहाँले जवाफ दिनुहुन्छ यो चुनाव लडाउनलाई हो के हो ल तपाईँ आफूले जवाफ दिनुहुन्छ अलि अगाडि आउनु अलि अगाडि आउनु त ल उहाँलाई सोधौँ राम्रोसँग छोड्दिने हैन एकछिन पहिला भनौँ होइन हामी घाइतेको रगतमाथि खेलिरहेछन् सबै होइन सबै नाम छ हैन त्यहाँनिरको धनीको मात्रै हो मेम हामी जस्तो गरिब हामी घाइतेको हैन म भन्दै छु हामी घाइतेको त खोइ त हजुरहरुलाई चुनाव अनि जुन प्रधानमन्त्री नै चाहियो मैले तपाईहरु सुन्न रेडी हैन अभिषेक श्रेष्ठलाई भेट्न जाने हैन प्रकाश बोरालाई भेट्न जाने मेन घाइतेहरूले अब उनीहरू त हिँड्नै नसक्ने घाइतेहरूलाई भेट्न गएर के काम हामीलाई खै त भेट्न आएको हामी त धेरै छौँ त ल तपाईहरु आन्सर सुन्नुहुन्छ भने म बस्छु हैन भने त क्वेशन मात्र लिएर म आन्सर पछि दिन्छु आन्सर पछि क्वेशन के गर्नु एकदम गरौँ त्यो गरौँ अब यहाँहरुलाई थाहा छ नि रासपाले यो चुनावमा पनि सबैभन्दा धेरै जेन्जी उम्मेदवार उठाएको छ 8 जना अन्य पार्टीले कति जना उठाउनु भएको छ हो 8 जना धेरै सबैभन्दा धेरै अरु दलहरु भन्दा बुझ्नुभयो नि हैन अरु दलहरुले 0 1 हैन त्यो कारणले रासपा यहाँहरुको पार्टी हो भनेर पहिला चाहिँ यहाँले बुझ्न पर्यो एक है दोस्रो कुरा एकछिन न तपाईहरुले जुन सुशासन भन्नु भएको छ नो करप्सन भन्नु भएको छ हैन ट्रान्सपरेन्सीको कुराहरु गर्नु भएको छ त्यो सबै हामीले हाम्रै मुद्दा भनेर उठाइरहेका छौं हैन र 84 को चुनाव 82 लाई सार्नलाई मात्र गरे होइन तपाईहरुले तर चुनाव त गर्न पर्यो नि त हैन चुनाव गर्न पर्यो चुनाव गरेन भने तपाईहरुले बनाउनु भएको यो सरकारले राम्रोसँग काम गर्न सक्दैन अहिले सरकार यो चुनावी सरकार मात्रै हो अन्तरिम सरकार हो यसलाई बलियो बनाउनु पर्यो नि त थाई बनाउनु पर्यो नि त स्टेबल बनाउनको लागि तपाईहरु सबैले चुनावलाई सहयोग अनि पो गर्न सक्छ है ल भन्नु भाइ किन चुनाव किन चाहियो तपाईलाई त्यो एन्सर भन्नु त्यो चुनावले के गर्छ त भन्नु सम्मान गर्छ मैले अनि तपाईलाई आज शहीद दिवस हैन पहिला त ज्ञात सबै शहीदहरुप्रति श्रद्धासुमन हार्दिक श्रद्धाञ्जली र जेन्जी आन्दोलनमा शहीद हुनुभएका सबै शहीदहरुप्रति हार्दिक नमन श्रद्धाञ्जली अर्पण गर्दछु र यहाँहरु सबै जो घाइते हुनुभएको छ उहाँहरुप्रति सदैव मेरो सम्मान छ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट पनि सम्मान छ र जेन्जी भाइ बहिनीहरूले जेन्जी आन्दोलनले जुन म्यान्डेट का साथ आन्दोलन गर्नुभएको थियो र सरकारले
म्यान्डेट दिनुभएको थियो सुशासनको लागि र भ्रष्टाचार विरुद्ध, त्यसमा हामी अडिट छौँ एक है। दोस्रो कुरा चाहिँ हामीले यहाँहरूले आन्दोलन के को लागि गर्नुभएको थियो, सुशासन चाहियो भनेर हो नि त, नागरिकको लागि सरकार चाहियो भनेर हो नि त, होइन जनताको पक्षमा काम गर्नु पर्यो, ट्रान्सपेरेन्सी चाहियो, करप्सन हुनु भएन होइन। यसरी तपाईँहरूले क्वेसन गर्दाखेरि क्वेसनबाट भाग्नु भएन, त्यस्तो खालको सरकार चाहिएको हो नि त होइन। त्यो सरकार बनाउनको लागि फेरि निर्वाचन त गर्न पर्यो। 84 को चुनावमा 82 घाइते भयो भने सहित भयो। हामीलाई त सिधै पुरानो सरकार आयो भने हामी तपाईँहरूको प्रश्नको अब यहाँले उत्तर पनि त दिनु पर्यो होइन। यहाँले यस्तो बुझ्ने मान्छे हुनुहुन्छ, अहिलेको नवयुवा पुस्ताले मलाई कस्तो खुसी लागेको छ, म निर्वाचनमा जाँदै गर्दाखेरि सपोर्ट गर्ने मेरो साथीहरू पनि छन् नभएको होइन, तर हामी घाइते यहाँ रोडमा अझै पनि हुँदाखेरि तपाईँहरू चुनाव 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 भनेर हिँड्नु भएको छ। भर्खर तपाईँले पारदर्शीको कुरा गर्नुभयो, तपाईँको पार्टीबाट जो उठ्नु भएको छ त्यसको नाम अनि त्यसपछि त्यो देखाउनुहोस् न त ल। पारदर्शी त हामी त्यहाँनिर देखाउँछौँ हजुरहरूलाई होइन, धनीको मात्रै हो मेम, हामी जस्तो गरिब हामी घाइतेको होइन, हामी घाइतेको त खोइ हजुरहरूलाई चुनाव अनि जो प्रधानमन्त्री नै चाहियो होइन। अभिषेक श्रेष्ठलाई भेट्न जाने होइन, प्रकाश बोहरालाई भेट्न जाने मेन घाइतेहरूले अब उनीहरू त हिँड्नै नसक्ने घाइतेहरूलाई भेट्न गएर के काम, हामीलाई खै त भेट्न आएको, हामी त धेरै छौँ त यहाँहरूलाई थाहा छ नि, रासपाले यो चुनावमा पनि सबैभन्दा धेरै जेन्जी उम्मेदवार उठाएको छ 8 जना। अन्य पार्टीले कति धेरै 8 जना धेरै सबैभन्दा धेरै अरू दलहरू भन्दा भयो नि होइन। अरू दलहरूले 0 1 होइन। त्यो कारणले रासपा यहाँको पार्टी हो भनेर पहिला चाहिँ है। दोस्रो कुरा तपाईँहरूले जुन सुशासन भन्नुभएको छ, नो करप्सन भन्नुभएको छ होइन, ट्रान्सपेरेन्सीको कुराहरू गर्नुभएको छ, त्यो सबै हामीले हाम्रै मुद्दा भनेर उठाइरहेका छौँ होइन। र 84 को चुनाव 82 लाई सार्नलाई मात्र गरे होइन तपाईँहरूले, तर चुनाव त गर्नु पर्यो नि त होइन। चुनाव गर्न पर्यो, चुनाव गरेन भने तपाईँहरूले बनाउनु भएको यो सरकारले राम्रो काम गर्न सक्दैन। अहिले सरकार यो चुनावी सरकार मात्रै हो, अन्तरिम सरकार हो, यसलाई बलियो बनाउनु पर्यो नि त, स्थायी बनाउनु पर्यो नि त, स्टेबल बनाउनको लागि तपाईँहरू सबैले चुनावलाई म्याडम होइन, उहाँको प्रश्नको आशय के पनि छ भने तपाईँहरूले सरकारमा आन्दोलनपछि सरकार जुन गठन भयो, मेरो प्रश्न सुन्नुहोस्, अन्तरिम सरकारलाई बलियो बनाउनका लागि हामीले मन्त्रीहरू पठाएको हो, तर सबै राष्ट्रपतिको झोलेर छन् नि। तर अब तपाईँहरूले सुनियो तरिकाले अन्तरिम सरकारलाई कब्जा गर्नु भएको रहेछ भन्ने आरोप छ नि। चुनाव गर्न उहाँलाई मन्त्री बनाउनलाई चुनावको लागि पठाएको हो, तर उहाँहरू त राष्ट्रपतिको झोलेर छ। उहाँ त राष्ट्रिय स्वतन्त्र पार्टीमा जानुभयो, जाँदा पनि सम्पत्ति विवरण दिनु भएन, आउँदा पनि दिनु भएन। सरकारको पैसा कति लिएर जानुभयो र राष्ट्रिय स्वतन्त्र पार्टीमा गएर चुनाव लड्दै हुनुहुन्छ। तपाईँको पार्टीबाट उम्मेदवार तपाईँ अन्तरिम सरकारलाई क्याप्चर गरे जस्तो उहाँहरूको आशय भयो। तपाईँहरूले यसरी बुझ्नु पर्यो, जेनजीले एकदमै मेहनत गरेर सही समाजसेवी बुद्धिजीवी मान्छेहरू छानेर सरकारमा पठाउनु भएको थियो होइन रहेछ, तर झोले परेछ नि त। उहाँहरूले त तर झोले परेछ नि त। उहाँहरूले रासपा छान्नु भयो के, यसरी हेर्नुहोस् न। रवि दाइ र पाले म घाइते हो, देखाउने बे देखाइदिन्छु गोली, खुट्टा अहिले सुकेको छ दाइ। रवि दाइको र पालेन दाइको आह्वानमा म आन्दोलनमा गएँ। आन्दोलनमा जाँदै गर्दा मलाई 6वटा गोली लाग्यो। मैले के 84 को चुनाव 82 मा सार्नलाई र म अहिले त्यति बेला बाहिरको प्लान थियो, जापानको 27 गते फ्लाइट थियो मेरो विजय अधिकारी। ल विजय भाइ, ल हात मिलाउनुहोस् है। एउटा कुरा के बुझ्नु भने 84 को चुनाव 82 मा सार्ने होइन, तर 82 मा भएको गलत सरकारलाई सही बनाउनु त हो नि त। सही बनाउनको लागि एकछिन सही मान्छेहरू जानु पर्यो, त्यही सांसदहरू होइन, त्यो मन्त्रीहरू सही हुनु पर्यो, अनि पो काम गर्नु सक्छ। काम त देखिहाल्यो त, हेर्नु न समानुपातिक। बन्दैन नि त सरकार। हामी 2 महिनादेखि माइती घरमा छौँ, 2 महिनादेखि माइती घरमा छौँ। हजुर कहाँ हुनुहुन्छ मलाई थाहा भएन। रियल जेन्जी जति पनि नक्कल जेन्जीलाई त म थाहा छैन, तर रियल जेन्जी अहिले पनि माइती घरको सडकमा यही खुला आकाशमा चिसो कार्ड लग्ने मात्र जेन्जी होइन है। हजुर
28 वर्षमा तलेको जो आन्दोलनमा सहमति छ नि आएको थियो नि आन्दोलनमा दाइ भोलि आओ हामी पनि आएको गोली खाएको मान्छे हामी पनि हो भिडियो खिच्नु पर्यो